हेलो एभ्रिवान, वेलकम टु इन्जिनियर। आज हामी 2077 सालमा सोधेको क्वेसन गर्न गइरहेछौँ। फर्स्ट क्वेसन हेरौँ। फर्स्ट क्वेसनमा द मेजरमेन्ट अफ स्ट्यान्डर्ड A2 साइज ड्रइङ सिट इन एमएमइज भनेर भनिन्छ। A2 साइज कुन हो त 420 by 594 है। 420 by 594 चाहिँ के हो त हाम्रो A2 साइज हो र यो भनेको A3 साइज हो है। त्यसपछि यो भनेको के हो त हाम्रो A4 साइज हो र यो भनेको के हो A1 साइज हो है। तपाईँ अर्को पनि सोध्न सक्छ, डायगोनल अफ A4 साइज सीट इज हाफ अफ द डायगोनल अफ वाट भनेर सोध्न सक्छ। हाफ अफ द डायगोनल अफ A2 साइज सीट है त। A2 साइजको सीटको डायगोनल चाहिँ जस्तै A2 साइज यो भयो भने यसको डायगोनल र A4 साइजको यो भयो भने A4 साइजको डायगोनलमा चाहिँ A4 साइजको डायगोनल चाहिँ A2 साइजको डायगोनल भन्दा हाफ हुन्छ भनेको है त। वर्किङ ड्रइङ्स आर रिक्वायर्ड फर के को लागि भन्दाखेरि कन्स्ट्रक्सन वर्कको लागि। स्केल अफ 1 इन्च र 16 फिट भनेको चाहिँ के हो त 1:192 भन्नु खोजेको के हो 1 इन्च बाई 16 फिट भनेको चाहिँ अब यो तलको फिटलाई पनि इन्चमा लानु पर्यो। 16 इन्टु कति गर्नु पर्यो 12 गर्नु पर्यो। यो भनेको कति हो 1 बाई कति भन्नुभयो 192 आउने भयो। सरी नेक्स्ट हेरौँ। द होल सर्कल बियरिङ अफ अ लाइन इज 210 डिग्री 30 मिनट। 210 डिग्री भनेको यता कतै आइपुग्छ यो हो है। अनि 210 डिग्रीबाट 180 घटाइदियो भने यो भाग आउँछ कति आउने भयो 180 मा भनेपछि 20 30 30 डिग्री यो साउथ र वेस्ट भनेपछि के हुने भयो आन्सर डी हुने भयो है त। अ किलोमिटर इज कमनली युज टु मेजर। किलोमिटरले के मेजर गर्छ त एंगल अफ स्लोप मेजर गर्छ। नेक्स्ट हेरौँ। अ रिलेटिभली फिक्स पोइन्ट अफ नोन इलिभेसन एबभ डेटम इज कल। यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो, सोधिरहेको हुन्छ के हो त बेन्चमार्क है त। इन जियोडेटिक सर्वेज हायर एक्युरेसी इज अचिभड इफ। हायर एक्युरेसी कतिखेर हुन्छ जियोडेटिकमा भन्दाखेरि कर्वेचर पनि कन्सिडर गर्यो भने हुन्छ है त। नेक्स्ट अ लाइन नर्मल टु द प्लम लाइन एट अल पोइन्ट्स भन्यो भने के हो त लेभल लाइन। क्वेसन नम्बर 7 एफ्लोरेसेन्स इज कज्ड इफ। कतिखेर एफ्लोरेसन हुन्छ भन्दाखेरि अल्कलाइन साल्ट छ भने हुन्छ। त्यसपछिबाट पाइराइट्सहरू छ भने पनि हुन्छ। त्यसपछिबाट जिप्समहरू क्लेमा जिप्समहरू छ भने पनि हुन्छ। सो हाम्रो आन्सर चाहिँ के हुन्छ अल अफ दि एबोभ भनेर हुन्छ है त। अब हाम्रो एफ्लोरेसेन्सको डिग्री पनि छ, कति चाहिँ एफ्लोरेसेन्स भएको छ भन्ने कुरा। त्यसलाई हामीले निल स्लाइट मोडरेट हेभी र सिरियस भनेर डिभाइड गरिएका छौँ। र निल भनेको चाहिँ डिपोजिट अफ एफ्लोरेसन छैन भने निल भयो। स्लाइट भनेको चाहिँ 10% भन्दा 10% भन्दा सानो छ भने थोरै छ भने एफ्लोरेसेन्स इन द एक्सपोज सर्फेस अफ द ब्रिक स्लाइड भनिन्छ भने मोडरेट चाहिँ 50% सम्मको लागि भनिन्छ। र 50% भन्दा बढी भयो भने चाहिँ हेभी र 50% भन्दा बढी पनि छ र हेभी डिपोजिट अफ साल्ट देखिरहेछ भने चाहिँ के भयो त सिरियस भयो है त। क्वेसन नम्बर 8 क्विक क्लाइम इज अ। यो क्वेसन आर अगरमा छ क्या अरे। यो क्वेसनको आन्सर चाहिँ के हुन्छ त प्रोडक्ट लेफ्ट इमिडिएटली आफ्टर द क्याल्सिनेसन अफ प्योर लाइमस्टोन है। यो आन्सर झुकिन सक्छ यो बी र सीमा। के लाउने भन्दाखेरि आन्सर चाहिँ सी लगाउने है त। यो चाहिँ बुक हाम्रो रोहित चौधरीको बिल्डिङ मटेरियल्स भन्ने बुकबाट डाइरेक्टली निकालेको छ। त्यसमा के भनेको छ भन्दाखेरि क्विक लाइम इज द रिजल्टिङ लाइम एज लेफ्ट इमिडिएटली आफ्टर क्याल्सिनेसन अफ कम्पेरेटिभली प्योर लाइमस्टोन भनेर भनेको छ क्विक लाइमलाई। सो यसको आन्सर पनि के छ अप्सन नम्बर सी छ यता। स्टेनलेस स्टिल टेस्ट कोरोजन ड्यू टु केले हो त भन्दाखेरि क्रोमियमले है त। यो पनि इम्पोर्टेन्ट छ। द हेडिङ बोन्ड इज युजली युज फर। हेडिङ बोन्ड के को लागि युज हुन्छ भन्दाखेरि हेडिङ बोन्ड चाहिँ 1 ब्रिक वालको लागि युज हुन्छ र जेनरली आर्चेसहरूमा युज हुन्छ है त। द सिमेन्ट हुज स्ट्रेन्थ इज अ लिटल लोवर देन द अर्डिनरी सिमेन्ट ड्युरिङ द फर्स्ट 3 months बट एटेन्स आफ्टरवर्ड द सेम स्ट्रेन्थ इज नोन एज भनेर भनेको छ। यो चाहिँ के हुन्छ लो हिट सिमेन्ट। इनिसियल डेजमा चाहिँ सिमेन्टको स्ट्रेन्थ चाहिँ लो छ तर आफ्टर 3 months पछाडि चाहिँ यसले लगभग सेम स्ट्रेन्थ लिएर आउँछ भने लो हिट पोर्टल्यान्ड सिमेन्टले है त। नेक्स्ट हेरौँ। द फ्रग अफ अ ब्रिक इज नर्मली मेड अन इट्स। यो त जहिले पनि के हुन्छ त आन्सर। यो पनि एकदम कमन क्वेसन हो टप फेस। द युनिट अफ स्ट्रेन्थ इज स्ट्रेन्थ भनेको के हो त डेल एल बाई एल भनेपछि दुईटाको युनिट सेम युनिट हो। सेम युनिट भएपछि माथि र तलको युनिट काटिन्छ भनेपछि के हुन्छ युनिटै बाँकी रहँदैन। सो नो युनिट। अ डेड लोड इज डेड लोड भनेको के हो अब यसमा चाहिँ वान डेट अकर्स टु डेड बडिज भनेको चाहिँ हुनै भएन। वान डेट डज नट एक्जिस्ट एक्चुअली भनेको चाहिँ पनि हुनै भएन। वान डेट रिमेन्स कन्स्ट्यान्ट भनेको छ
यो पनि यसलाई बेनिफिट अफ डाउटमा राख्न सक्यो डिल नम्बरमा पनि इज मेनली ड्यू टु सेल्फ वेट अफ द हजुर दुईटामा हेरौँ त दुईटामा चाहिँ हाम्रो अब कुन उडाउने भन्ने भयो है अब यसको सिमिलर अरू क्वेसन हेरौँ है अनि त्यसपछि फेरि यसमा आउँ हामी खुर्मीको क्वेसनमा 38 मा के छ भने द डेड लोड इन्क्लुड्स भनेर भनेको छ नि सेल्फ वेट अफ द स्ट्रक्चर अल सुपर इम्पोज लोड्स वेट अफ द स्टेसनरी इक्विपमेन्ट अनि वेट अफ फर्निचर भनेको छ सो यसको आन्सर के छ त सेल्फ वेट अफ द स्ट्रक्चर अब यदि यो क्वेसन लिएर हेर्ने हो भने एन्सर के भनेको त मेनली ड्यू टु द सेल्फ वेट अफ द अब्जेक्ट नि भयो अथवा त्यस्तै गरेर यदि तपाईँ क्वेसन नम्बर यहाँ हेर्नुहुन्छ भने अ डेड लोड इज वान ड्याट भनेर आएको छ रिमेन्स कन्स्ट्यान्ट भ्यारिज विथ टाइम क्यानट बी डिटरमाइन्ड हुज भ्यालु इज 0 भनेर भनेको छ यसको आन्सर के हुन्छ रिमेन्स कन्स्ट्यान्ट है यदि यो क्वेसनलाई रिफरेन्स मान्ने हो भने एन्सर के हुने भयो फेरि वान ड्याट रिमेन्स कन्स्ट्यान्ट हुने भयो सो दुईटै भ्यालिड छ आन्सर चाहिँ दुईटै भ्यालिड छ अब के लगाउने भन्ने कुरा हो है अब यसमा चाहिँ यदि दुईटा यस्तो केस आएको छ भने म चाहिँ डीतिरै जान चाहन्छु है त अब यहाँ चाहिँ तपाईँ आफै डिटरमाइन गर्नुहोस् कि तपाईँलाई के जस्तो लाग्छ त्यही लगाइदिनु है त द डेड अब अर्को क्वेसन हेर्न सक्छ खुर्मीमै छ द डेड लोड्स चेन्ज देयर पोजिसन डु नट चेन्ज देयर पोजिसन भ्यारी इन म्याग्निट्युड डु नट भ्यारी इन म्याग्निट्युड भनेर यसको आन्सर चाहिँ दुईटा हुन्छ है बी र डी खुर्मीमा पनि यसै गरी बी र डी एन्सर हो भनेर दिएको छ है त्यसपछिबाट अरू हेर्नु पर्दा चाहिँ लाइभ लोड्सको चाहिँ ठ्याक्क अहिलेको जस्तै उल्टो चेन्ज देयर पोजिसन र भ्यारी इन म्याग्निट्युड ए र सी त्यसै यदि फर्निचरको सोध्यो भने फर्निचर चाहिँ के हो त भन्दाखेरि फर्निचर चाहिँ के हो लाइभ लोड हो त्यसै गरी तपाईँले हेर्नुहुन्छ भने कुन कोड युज हुन्छ डिफ्रेन्टको लागि भनेर हेर्नु पर्दाखेरि डेड लोड भनेको जेनरली युनिट वेटको बेसिस हो किनकि सेल्फ वेटको कुराहरू आउँछ भनेपछि आइएस 875 पार्ट 1 युनिट वेटको लागि त्यसपछि लाइभ लोडको लागि पार्ट 2 चाहिँ त्यसपछि विन्ड लोडको लागि पार्ट 3 र स्नो लोडको लागि पार्ट 4 र सेस्मिक लोडको लागि आइएस 1893 है त क्वेसन नम्बर 15 द बेन्डिङ मोमेन्ट इन केबल क्यारिङ अ सिस्टम फ्लोट्स विल बी कति हुन्छ त 08 अल पोइन्ट सबैतिर 0 हुन्छ अब यहाँ केबलको बारेमा यो चाहिँ रेडी क्वेसन है केबलको बारेमा तपाईँले डिफ्रेन्ट कुराहरू पढ्न चाहनुहुन्छ भने के सोध्न सक्छ केबलबाट भनेर हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले यो स्क्रिनसट गरेर एकचोटि राम्रोसँग पढ्नु होला है त यहाँबाट चाहिँ केबलमा आउन सक्ने क्वेसनहरू सबै यहाँनिर लगभग मैले राखिदिएको छु नेक्स्ट क्वेसन जाउँ 1 kg फोर्स पर सेन्टिमिटर स्क्वायर वेन कन्भर्टेड टु एसआई युनिट इज कति हुन्छ त 0.0981 MPa हुन्छ है त र यदि तपाईँले हेर्नुहुन्छ भने 1 न्युटन भनेको 0.10197 kg फोर्स हुन्छ र तपाईँले यदि क्वेसन यसरी सोध्यो भने विच अफ द फ्लोइङ प्रेसर युनिट्स रिप्रेजेन्ट द लिस्ट प्रेसर भनेर सोध्यो भने यसको आन्सर के हुन्छ त मिली बार हुन्छ है त किन हुन्छ भनेर तपाईँले यो स्क्रिनसट गरेर हेर्न पनि सक्नुहुन्छ है त सबैभन्दा सानो चाहिँ मिली बारले दिन्छ जुन चाहिँ 100 पास्कल छ यो अरू बाँकी रहेको सबै 100 भन्दा बढी हुन्छ क्वेसन नम्बर 17 1 हेक्टर मिटर रिप्रेजेन्ट्स अ भोल्युम अफ 1 हेक्टर मिटर भनेको 10⁴ मिटर स्क्वायर है मिटर क्यूब भनौँ न मिटर स्क्वायर इन्टु मिटर यो हेक्टर मिटर पनि छ यहाँनिर भनेपछि 10⁴ मिटर क्यूब हुने भयो कहाँनिर छ भन्दाखेरि 1 2 3 4 यहाँनिर छ अप्सन नम्बर बी करेन्ट मिटर मेजर्स द भेलोसिटी अफ फ्लो इफ इट इज हेल्ड करेन्ट मिटरले चाहिँ एट एनी पोइन्ट विदिन द क्रस सेक्सनमा त्यसको भेलोसिटी दिन्छ र यसलाई सोध्न सक्ने अरू क्वेसन भनेको यसलाई डिस्कस गरौँ अलिकति है करेन्ट मिटर भनेको यसले मेजर के गर्छ त भेलोसिटी मेजर गर्छ यदि 2 पोइन्ट मेथडबाट भेलोसिटी मेजर गरिरहेछौँ भने एउटा चाहिँ हामीले फ्री सर्फेसबाट 0.2 टाइम्स डेप्थको मुनिपट्टि लिन्छौँ र अर्को चाहिँ 0.8 टाइम्स डेप्थ मुनि लिन्छौँ फ्री सर्फेसबाट भने यदि सिंगल पोइन्ट लिइरहेको छौँ भने चाहिँ हामीले 0.6 टाइम्स डेप्थ लिन्छौँ फ्रम द फ्री सर्फेस है त र यदि भेलोसिटी चाहिँ प्रोपोर्सनल टु केसँग हुन्छ भनेर सोध्यो भने एन स्क्वायर एन रुट ट्यान यस्तै आयो भने चाहिँ के हुन्छ त आन्सर एन हुन्छ बिकज भी इज इक्वल टु ए प्लस बिएन भनेर राखेको छौँ हामी है त अर्को क्वेसन चाहिँ हामीसँग यदि यसरी आयो भने विच द फ्लोइङ इज प्रिफर्ड फर मेजरिङ द भेलोसिटी अफ फ्लो इन अ नेचुरल स्ट्रिम भनेर बाइटर ट्युब पनि दियो त्यसपछि करेन्ट मिटर पनि दियो यसरी हट वायर एनोमिटर दियो भने रड फ्लोट दियो भने हाम्रो आन्सर चाहिँ के लेख्नुपर्छ त यहाँ है करेन्ट मिटर भनेर दिनुपर्छ है त नेक्स्ट हेरौँ हाइड्रोलिक स्ट्रक्चर इज डिजाइन टु विथस्ट्यान्ड हाइड्रोलिक स्ट्रक्चर सबै सिपेज फोर्सको लागि पनि हुनु पऱ्यो हाइड्रोलिक जम्प पनि विथस्ट्यान्ड गर्न सक्नु पऱ्यो हाइड्रोलिक प्रेसर पनि विथस्ट्यान्ड गर्न सक्नु पऱ्यो है त र यहाँ अब डिफ्रेन्ट अरू रिलेटेड क्वेसनहरू पनि यहाँ हेर्न सक्नु खोस्लाको अन्डरमाइनिङ कहाँबाट सुरु हुन्छ भनेर सोध्न सक्छ अन्डरमाइनिङ टेलिनबाट सुरु हुन्छ र त्यसपछिबाट आउटर सिट पाइल्स के हुन्छ मोर इफेक्टिभ देन इन्टरमिडिएट पाइल्सहरू होइन त्यसपछि यदि डाउनस्ट्रिम कटअप छैन भने के हुन्छ त्यसको एक्जिट ग्रेडियन्ट इन्फिनिटी हुन्छ अब एलुभियल सोइल्सहरूमा एक्जिट क्रिटिकल हाइड्रोलिक ग्रेडियन्ट कति हुन्छ त 1 हुन्छ है यस्तो यस्तो कुराहरू पनि पढ्नुपर्छ है त सियर स्ट्रेन्थ इन प्लास्टिक कन्टेन्ट क्ले इज ड्यू टु प्लास्टिक कन्टेन्ट क्लेमा के को कारणले हुन्छ कोहेसनको कारणले हुन्छ है त
र यो क्वेसन चाहिँ रेड्डीको क्वेसन हो। र यदि तपाईँलाई यसरी अनकन्फाइन्ड कम्प्रेसन स्ट्रेन्थ इज अब्टेन फ्रम भनेर आयो भने के लेख्नु पर्छ, अनट्रेन्ड टेस्ट भनेर एन्सर दिनुपर्छ। मिनिमम डेप्थ अफ फाउन्डेसन अन क्ले सोइल इज, मिनिमम डेप्थ अफ फाउन्डेसन भनेको कति हो त भन्दा 90 सेन्टिमिटर। र तपाईँलाई यदि यसरी रेन्जमा आयो भने चाहिँ 0.9 देखि 1.6 भनेर हाल्नु पऱ्यो। र तपाईँलाई यदि लोड बियरिङ वालको सोधे पनि 900 mm हाल्नु पऱ्यो। र यदि एनी सोइल भनेर आयो भने 80 सेन्टिमिटर। र IS 1904 को आधारमा रेजिडेन्सियल बिल्डिङलाई सोधे पनि 50 सेन्टिमिटर। र यो फर्मुलाको आधारमा आयो भने P बाई गामा बाई 1 - sin 5 बाई 1 + sin 5 को होल स्क्वायर भनेर हाल्नु पऱ्यो। यो चाहिँ ऱ्यान्काइन्स फर्मुला भनेर आयो भने त्यसपछि अब तपाईँले यो क्वेसन सोध्यो भने हेर्नु है त, द मिनिमम डेप्थ अफ बिल्डिङ फाउन्डेसन अन भनेर स्यान्डी सोइलमा यति 80 देखि 100 सेन्टिमिटर, क्ले सोइलमा 90 देखि 160 सेन्टिमिटर, रकी सोइलमा 5 सेन्टिमिटर देखि 50 सेन्टिमिटर, यसरी आयो भने चाहिँ आन्सर चाहिँ लगाउनु पऱ्यो, अल अफ दि एबभ लगाउनु पऱ्यो। बेयरिङ क्यापेसिटी अफ सोइल्स क्यान नट बी इम्प्रुभ बाई भनेको छ। बेयरिङ क्यापेसिटी के गरेर इम्प्रुभ गर्न सकिँदैन भन्दाखेरि पानी हालेर, वाटरिङ सर्फेस सोइलको सर्फेसमा पानी हालेर चाहिँ इम्प्रुभ गर्न सकिँदैन। यो क्वेसन आरोको क्वेसन हो। र तपाईँले अर्को क्वेसन हेरौँ, यससँग रिलेटेडको अर्को क्वेसन यस्तै खालको क्वेसन के छ भन्दाखेरि, इन केस अफ फाउन्डेसन अन ब्ल्याक कटन सोइल्स, ब्ल्याक कटन सोइलको बारेमा सोधेको छ। अनि कसरी चाहिँ यसलाई बेयरिङ क्यापेसिटी इन्क्रिज गर्न सकिन्छ भनेर सोधेको छ। यसलाई चाहिँ के गर्नु पऱ्यो, रिप्लेस द पुवर सोइललाई के गर्नु पऱ्यो, रिप्लेस गर्नु पऱ्यो। अर्को क्वेसन हेरौँ, द बियरिङ क्यापेसिटी अफ वाटर लक सोइल छ भने के गरी इन्क्रिज गर्न सकिन्छ भनेको छ। यसको चाहिँ के हुन्छ त, ड्रेनिङ द सोइललाई ड्रेन गर्नु पऱ्यो वाटर लकबाट भनेर सुरुमा, त्यही भएर यसको आन्सर चाहिँ के हुन्छ, ड्रेनिङ द सोइल हुन्छ है त। क्वेसन नम्बर 23, ब्ल्याक कटन सोइल इज अनसुइटेबल फाउन्ड, एकदम कमन क्वेसन हो, भेरी इम्पोर्टेन्ट क्वेसन है, BIQ अथवा फ्रिक्वेन्टली आस्क्ड क्वेसन FAQ। द ब्ल्याक कटन सोइल इज अनसुइटेबल फर फाउन्डेसन बिकज इट्स प्रपर्टी टु अन्डरगो अ भोल्युमेट्रिक चेन्ज ड्यू टु भेरिएसन अफ मोइस्चर कन्टेन्ट है त। यसको आन्सर चाहिँ फर अल प्र्याक्टिकल पर्पजेस द मोडुलस अफ इलास्टिसिटी अफ स्टिल इज एजुम, कति एजुम गर्छौँ, 200 kN/m² एजुम गर्छौँ है त। नेक्स्ट हेरौँ, साइड फेस रिइन्फोर्समेन्ट shall be provided in the beam when depth of the wave in the beam axis कति त 75 सेन्टिमिटर भन्दा बढी गयो भने हामी के गर्छौँ त, साइड फेस रिइन्फोर्समेन्ट दिन्छौँ है त। मिनिमम डायमिटर अफ रिइन्फोर्समेन्ट बार इन कोलम भनेको दिन्छ 12 हुन्छ। यो पनि एकदमै फ्रिक्वेन्टली आस्क्ड क्वेसन हो। द डिफेक्ट कज बाई इम्पर्फेक्ट सिजनिङ भनेको के हो त, हनी कमिङ हो, घुर्मी क्वेसन हो। जेनरली एक्सेप्टेबल नोमिनल साइज अफ एग्रिगेट फर रिइन्फोर्स्ड कन्क्रिट इज, रिइन्फोर्स्ड कन्क्रिटको लागि कति हो त 20 mm हो। लिन्टेल्स र स्ल्याबको लागि कति हो 15 mm हो। त्यसपछिबाट सिमेन्ट कन्क्रिट फ्लोरको लागि 10 mm हो। र त्यसपछिबाट ड्याम्सहरूको लागि 40 mm हो। र सबैभन्दा स्मलेस्ट साइज अफ एग्रिगेट चाहिँ जब पाइपबाट काम गर्छौँ हामी त्यतिखेर चाहिँ युज हुन्छ है त। याद गरौँ, जेनरली नर्मल नोमिनल साइज फर रिइन्फोर्स्ड कन्क्रिट 20, लिन्टेलहरूको लागि 15, त्यसपछिबाट सिमेन्ट कन्क्रिट फ्लोरको लागि 10, त्यसपछि ड्यामको लागि 40 है। अनि सबैभन्दा कम भनेको के को लागि हुनु पऱ्यो, पाइप्सबाट जब कन्क्रिट युज ट्रान्सपोर्ट गरिन्छ तब हुनु पऱ्यो है त। नेक्स्ट, द मेन कन्स्टिट्युएन्ट अफ पोर्टल्यान्ड सिमेन्ट इज के हो त, लाइम हो है। वर्केबिलिटी कन्क्रिट इज मेजर्ड बाई, वर्केबिलिटी के दिन्छ त, स्लम टेस्टले दिन्छ। नेक्स्ट हेरौँ, द श्रिङ्केज अफ कन्क्रिट, श्रिङ्केज अफ कन्क्रिट भनेको चाहिँ अब यसको क्वेसन हेर्नुभन्दा अगाडि हामी एउटा क्वेसन हेर्छौँ यो, द श्रिङ्केज अफ कन्क्रिट इज भनेर इज प्रोपोर्सनल टु द वाटर्स कन्टेन्ट अफ इन द मिक्स, इज प्रोपोर्सनल टु सिमेन्ट कन्टेन्ट भनेको छ, इन्क्रिजेस विथ एज अफ कन्क्रिट भनेको छ, अल अफ द एबभ भनेको छ। यो चाहिँ घुर्मीको क्वेसन हो है, घुर्मीको क्वेसन हो। यसको आन्सर चाहिँ के छ भन्दा बोथ A एन्ड B छ है, ए पनि छ ए पनि B पनि छ, यो पनि एन्सर छ यो पनि एन्सर छ बुकमा, यही घुर्मीको बुकमा। र हामीले त हाम्रो त यो MCQ हो है, हाम्रो त MSQ होइन, मल्टिपल सेलेक्सन क्वेसन त होइन, हाम्रो त MCQ हो। भनेपछि हामीले दुईवटा लाउन मिल्दैन, A र B लाउन मिल्दैन। अब के लगाउने भन्दाखेरि अब क्वेसन सेट गर्ने मान्छेले जे पढेको छ त लगाउने। तर यो क्वेसनमा हेरौँ त यहाँनिर सिमेन्ट के छ, कन्क्रिट छ, हुनुपर्ने के थियो, सिमेन्ट कन्टेन्ट थियो राइट। सो हामी अहिलेको टिक के लाउँछौँ त, A नम्बरलाई लाउँछौँ है त, D नम्बर होइन है। सिमिलरली अर्को क्वेसन हेरौँ, अर्को सोध्न सक्ने भनेको, फर अ गिभन इन्भाइरोमेन्ट द मोस्ट सिग्निफिकेन्ट फ्याक्टर द्याट इन्फ्लुएन्सेस द टोटल श्रिङ्केज अफ कन्क्रिट इज भनेर भनेको छ। यसमा पनि के हुन्छ, वाटरकै कुरा आउँछ है त, टोटल एमाउन्ट अफ वाटर एट द्याट टाइम है। यसको आन्सर के भयो त, अप्सन नम्बर A चाहिँ यसको आन्सर भयो है त। नेक्स्ट हेरौँ, विच अफ द फ्लोइङ इज नट अ रिजन फर एस्टाब्लिसिङ गुड अकुपेसनल हेल्थ एन्ड सेफ्टी स्ट्यान्डर्ड भनेको छ। रिलिजियस धार्मिक रिजनको कारणले अकुपेसनल हेल्थ एन्ड सेफ्टी राख्नुपर्छ भन्नु चाहिँ अलिकति गुड रिजन होइन है त। हाम्रो इकोनोमिक लिगल मोरल चाहिँ ठिकै हो। सिवरेज सिस्टम ओरिजिनेट्स फ्रम, सिवरेज सिस्टम कहाँबाट हुन्छ त, हाउस सिवरबाट हुन्छ। एकदम यो पनि फ्रिक्वेन्टली आस्क्ड क्वेसन हो। पर क्यापिटा वाटर डिमान्ड भनेको के हो, LPCD, लिटर पर क्यापिटा पर डे भने लिटर पर पर्सन पर डे भयो भनेपछि अप्सन नम्बर B चाहिँ आन्सर भयो।
प्याथोजेन इन वाटर कजेस कोलेरा पनि गर्न सक्छ, टाइफाइड गर्न सक्छ, डिसेन्ट्री गर्न सक्छ भनेपछि आन्सर के भयो? अल भयो है त। सेफ्टी ट्याङ्क इज अ सेफ्टी ट्याङ्क भनेको के हो? सेटलिङ ट्याङ्क पनि हो र डाइजेसन ट्याङ्क पनि हो है। यो चाहिँ जुन सेफ्टी ट्याङ्क भनेको चाहिँ एनारोबाइसिस प्रोसेसमा काम गर्ने ट्याङ्क हो जसमा चाहिँ सेटलिङ पनि हुन्छ र डाइजेसन पनि हुन्छ भनेपछि आन्सर के भनेको? बोथ ए एन्ड बी। When a canal flowing under pressure is carried below a drainage, क्यानल चाहिँ के छ? तल छ, ड्रेनेज चाहिँ माथि छ भने डी/सी भयो यो भनेपछि अनि प्रेसरमा पनि फ्लो गरिरहेछ। सरी क्यानल फ्लोइङ अन्डर प्रेसर एफएसएल डज नट दिस एफएसएल डज नट टच भनेपछि त यहाँ चाहिँ अन्डर प्रेसर भनेको छ, यहाँ चाहिँ डज नट टच भनेको छ है। अब एफएसएल डज नट टच द अन्डर साइड, टच गरिरहेको छैन भनेपछि त त्यस्तो स्ट्रक्चरलाई के हुनु पर्यो? हामीले सिपर पासेज भनेको छ, तर यहाँनिर अलिकति कन्फ्युजिङ बनाउन अन्डर प्रेसर पनि भनेको छ है त। यो अलिक कन्ट्राडिक्ट गर्यो। अहिलेको लागि हामी सी जाउँ। द म्याक्सिमम भेलोसिटी अफ वाटर फ्लो इन लाइन क्यानल स्याल नट एक्सिड कति? 2 मिटर पर सेकेन्ड है। सेप अफ द लाइन क्यानल रिकमेन्डेड बाई आइएसआई इज ट्रापेजोइडल रिकमेन्ड गर्छ आइएसआईले। र मोस्ट डिजाइरेबल भनेको ट्रापेजोइडल विथ राउन्ड कर्नर र ट्रेङ्गुलर विथ राउन्ड बटम है। स्मलको लागि ट्रेङ्गुलर विथ राउन्ड बटम र लार्जरको लागि ट्रेङ्गुलर विथ राउन्ड कर्नर्स है। लाइन क्यानलको लागि पर्मिसिबल भेलोसिटी 2 मिटर पर सेकेन्ड है, कन्क्रिट लाइन क्यानलको लागि। नेक्स्ट द हाइएस्ट पोइन्ट अन द रोड क्रस सेक्सन भनेको के हो? द क्राउन हो। अब यहाँ द मिनिमम विड्थ अफ सोल्डर इज भनेर भनेको छ। मिनिमम विड्थ अफ सोल्डर 0.75 मिटर, 1.5 मिटर, 2 र 2.5 मिटर। यदि आइआरसीको सोधेको भए चाहिँ हाम्रो के लाउँथ्यौँ त? 2.5 मिटर लाउँथ्यौँ। र हाम्रो एनआरएसले के भनेको छ भन्दाखेरि आइदर साइडमा 0.75 हुनु पऱ्यो एटलिस्ट भनेर भनेको छ। भनेपछि यहाँ केही पनि नभएकोले गर्दा हामी चाहिँ के गर्छौँ? मिनिमम सोल्जर अहिलेलाई हामी 1.5 भनेर अप्सन नम्बर बीतिर जान्छौँ है त। Actual cost of construction plus certain profit is paid to the contractor. Such a contract is known as cost plus percentage a contract. Answer चाहिँ हुने भयो है त। Which the flowing factor is a reason for the need to provide for contingency in the cost estimate in a project भनेको छ। के हो त? अनसर्टेनिटी कारणले गर्दा हामीले कन्टिन्जेन्सी प्रोभाइड गर्नुपर्ने हुन्छ जुन चाहिँ 3 देखि 5% हुन्छ है त। Specification of works are prepared to ensure quality of workmanship, ensure quantity of materials, prepare design and estimate. सबै आन्सर हुन्छ है त। प्याट भनेको 13% हेर्नै परेन है त। मोबिलाइजेसन एडभान्स अप टु 20% अफ द कस्ट अफ वर्क इज गिभन टु द कन्ट्र्याक्टर। किन दिन्छ मोबिलाइजेसन एडभान्स भन्दाखेरि काम सुरु गर्नको लागि है। फर अल एक्टिभिटिज रिक्वायर्ड टु स्टार्ट द वर्क एट साइट एन्ड फाइनलाइजेसन अफ कन्ट्र्याक्ट डकुमेन्ट। हाम्रो आन्सर चाहिँ अप्सन नम्बर डी हुन्छ है त। नेक्स्ट हेरौँ द भ्यालु अफ स्ट्रक्चर विदाउट बिङ डिसमेन्टल्ड एट द इन्ड अफ युटिलिटी पिरियड इज। के हो त? विदाउट डिसमेन्टल नगरिकन, तोडफोड नगरिकन भनेपछि के भयो त? स्याल्भेज भ्यालु भयो। यदि तोडफोड गरेर भयो भने के भयो त? स्क्रैप भ्यालु हुने भयो। तर अहिले चाहिँ स्याल्भेज भ्यालु है त। क्वेसन नम्बर 47 प्रोभिजनल सम प्रोभाइडेड इन द बिल अफ क्वान्टिटिज इज पेड टु द कन्ट्र्याक्टर अन द बेसिस अफ भनेर भनेको छ। के को बेसिसमा दिन्छ? प्रोभिजनल सम भन्दाखेरि लम समको बेसिसमा दिन्छ है। त्यसपछिबाट रेस्पोन्सिबिलिटी अफ सिभिल सब इन्जिनियर के हो त भन्दाखेरि सुपरभाइज पनि गर्ने हो, क्वालिटी कन्ट्रोल पनि गर्ने हो र बिओक्यू बनाउने पनि हो भनेपछि अल अफ दि एबभ हुने भयो। नेक्स्ट हेरौँ द रिपोर्ट प्रिपेयर्ड एट द इन्ड अफ फिनिसिङ अ कन्स्ट्रक्सन जब इज कल। के हो त? कम्प्लिसन रिपोर्ट हो। विच अफ यो पनि सोधिरहने क्वेसन हो, यो पनि सोधिरहने क्वेसन है। विच अफ फ्लग इज नट रिक्वायर्ड इन एन एयरपोर्ट? रनवे, ट्याक्सीवे, सबवे, एप्रोन सबै चाहियो तर हामीलाई के चाहिँदैन? सबवे नभए पनि हुन्छ। हाम्रो आन्सर चाहिँ सी भयो है। ओके, आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।